ल है हामी चाहिँ अहिले चाहिँ तिते करेला टिपिरहेको छौँ होइन। हाम्रो तिते करेला चाहिँ यस्तो फलेको छ, यत्रो यत्रो बोट यस्तो छ, यस्तो लस्करै बोट होइन। करेला चाहिँ यत्रो के हो यो साथीहरू? मनपर्ने मान्छेहरूले अनलाइन यस्तो राम्रो छ कि अन्त बिसारी नहानेको उत्पादन आफ्नै बारीको, अरूको बारीको भन्नु मान्ने तपाईँ। सो हेलो एभ्रिवान, सेवा एन्ड वेलकम ब्याक टु माई च्यानल। न्यू डे न्यू भ्लगको साथमा तपाईँहरूलाई स्वागत छ मेरो नयाँ भिडियोमा। आई होप हजुरहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि एकदम ठिक छु। सदाको दिन यही आज पनि मैले भिडियो स्टार्ट गरिसकेको छु होइन। के कस्तो हुन्छ हेर्नु होला होइन, हेरेर साथ दिनु होला भन्दै म चाहिँ मेरो भिडियोतर्फ लागेँ त साथीहरू। म चाहिँ अहिले यो यता करेला बारीमा चाहिँ हो, यो तिते करेला टिप्न आएको हो। यस्तो छ करेलाहरू होइन। अस्ति ठुल्ठुलो पनि टिपेको थियो, अस्ति एक्लो टिपेर पठायो है, एकदम ठुलो पनि हुन्छ हो। यस्तो छ यो साथीहरू धेरै मसिन यत्रो ठुलो बढ्दो रहेछ, बढिराखोस् न। अर्को चोटि टिप्दा हुन्छ। तिते करेलाले यहाँ यस्तो फलेको छ, यस्तो ठुल्ठुलो छ कि यस्तो रहर लाग्ने गरी हुन्छ साथीहरू। करेला के बित्ति ठुलो फलेको, राम राम राम। यहाँ त कत्रो ठुलो झन्। यहाँ यस्तै छ हेर्नु त। के भिडियोमा त झन् अलिक सानो पो देखिरहेछ कि क्या हो? भिडियोमा त अझ सानो देखिरहेछ करेला त, यस्तो रियलमा हेर्दा चाहिँ कस्तो ठुलो छ हेर्ने। ए अरे कसरी झार्दैछ क्या? हजुर मेरो जान त झन् कत्रो ठुलो यो। खोइ राम 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 राम। हजुर करेला देखेर तर्स्यो नि। माया आन्टी माया आन्टी के यस्तो म त यो फोनमा त झन् कस्तो सानो देखिरहेछ, रियलमा झन् कत्रो ठुलो देखिरहेको। करेलाले फाइदा निकाल्ने छ, त्यही भएर कसरी हजुर मकै दिने हो क्या? मकै बरु त्यो धोर चाहिँ बेलुकाको लागि कट्टौँला।
त्यो बोट चाहिँ करेला त बनाइ नै राखेको होइन साथीहरू के साह्रै फरेको करेला म त दम परे करेलालाई देखेर होइन भुइँमा सुतिरहेको छ करेला देखेर मेरो साथै गयो त यो बोट छ हो यसरी बोट राखेको होइन करेलाको दामी गरी फलाएको त्यो गरी फलाएको छ नि त भिडियोमा त कस्तो सानो देखेको रियलमा चाहिँ कत्रो ठुलो देखेको के हो यो साथीहरू चाँडै चाँडै अङ्गुर बाबा यो हाम्रो मैया आन्टी अस्ति गुर्जन टिभी बेला नि देखाएको ए हिजो हिजो दिनकै जस्तो तरकारी टिप्ने कार्यक्रम भइरहेछ कहिले खुर्सानी कहिले भिन्द्री कहिले करेला करेली करेली कस्तो राम्रो भनेको भित्र यस्तो गरी हाम्रो सकेको छ कि तल झन् कत्रो बना झुन्ड्या रहेछ झुन्डे खै त देखेन अगाडि त छ त त्यही लाग्छ अगाडि देखाउनु देखाउनु राईको आँखा सानो भएर क्या भनेर भन न मैले भिडियोमा चिम्री आँखा भएर मर पनि खासै माछा मारेले मुही क्या हो वा कत्रो ठुलो बल्ले 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 काटेको
अमुई त्यही भित्र रहेछ ठुलै है क्या हो पाल्ने पाल्नु म चाहिँ यहाँ ढुङ्गा आज म छोटो टुलेर गल्ती गरेछु यस ओ माय गॉड दुईटा टुके मलाई त गॉड ए गॉड मुखे तितो बनायो त्यतै गरेर मुखे तितो बनायो त्यतै गरेर खै देखाउँदै त करेला कति भएछ खतरा खतम करेला त मेरा मनपर्ने मान्छेहरूले अनलाइन यस्तो राम्रो छ कि अन्त बिसारी नहानेको उत्पादन आफ्नै बारीको कस्तो राम्रो हेर न अर्ग्यानिक त तिते करेला अर्ग्यानिक तपाईहरु बिसारी छरेको खानुहुन्छ हामी त यस्तो अर्ग्यानिक खाने हो जानै छ कस्तो डल्लो हो त ए माथि ऊ यता उतै हा तितो बनायो तिते ऊ माथि त्यहाँ ऊ त्यो पढ हजुर बोल्न मनपर्छ क्या मिराकल होटलमा होइन गाइज नानी एकचोटि इत्ते करेलीले खतरासँग जाम सुस्टिप न अन्त साथीहरु आजको भिडियो चाहिँ यति नै हेर्दै गर्नु होला भिडियो मन पर्यो भने लाइक कमेन्ट सब्स्क्राइब गर्नु होला है त